मामा पनि जाँदैछ आज हामीसँग क्यान्सल गरे हामीले क्यान्सल We all are ready to go. रचेला we are coming भाडा बोको भाडा क्यारी गरौ आलुदम क्यारी गरौ सब कुछ पानी बोक्यो पानी जंगल जाने मान्छेहरु आमा पढाइ त रेडी म कस्तो देखे गएको बाइ तँ त बजार गएको जस्तो देखिरहेछ बजार I'm going for trekking man Bye bye. Safe journey. खै यिनीहरूको ग्लास मुनि गर्नु पनि छैन बाई बाई एमा बाई बेसी उताउलो होइन बाबा सम्झिनु शिव बाबा सम्झिनु सबैजना शिव बाबा सम्झिनु है ल बाई लु जाउँ छिटो के साह्रो ढिलो हाम्रो पार्टीहरू त यहीँनिर कति बजिसक्यो दिपिका भन् त कति बजिसक्यो 12 o'clock अघि घरबाट हिँड्दाखेरि हाम्रो 10:30 भएको थियो 10:30 त्यहाँदेखि यहाँ 12 बज्यो अहिले अम्बो मान्छेहरू पुरा आएको छ हो मान्छेहरू यहाँ पुरा आएको छ पिकनिक खेल्नु यतापट्टि पुरा ढल्क्यो उताबाट तान त उताबाट खेल्नु आइरहेको छ यहाँ हाम्रो आएको दिदीले स्टार भएको ब्याग बोकिरहेको रहेछ अब चाहिँ लागेको तेरो ब्याग छैन आफै हाँस्छस् ए फुस्रेको त मेन त उहाँ लेक त हो त यहाँदेखि पो उता गएको थियो त उतापट्टि जङ्गल क्या हामी पहिला यहाँ यहाँबाट उता गएको थिएन नि त पहिला प्रोग्राम है के भन्दा यहाँबाट गएर चाहिँ उतापट्टि चाहिँ त्यो डाँडाहरू छ नि मजाको फरेस्टहरू छ त्यो चाहिँ हाम्रो फुस्रे हो पहिला चाहिँ हामी यहाँ चाहिँ आई गेस आई वाज जस्ट इन क्लास 10 or क्लास 9 त्यतिखेर बेला चाहिँ हामी यहाँ आएको थियो विथ माई फ्यामिली एन्ड फ्रेन्ड्स अन्त त्यहाँदेखि चाहिँ म आएको थिइनँ लाइक इट्स बिन लाइक 5 years आई गेस इट्स बिन 5 or 6 years so this is my first time trekking as well as camping we're gonna stay up there for one night and tomorrow we're gonna come back and you can see that is a lake a nice view over there small lake it is Fusre lake ho and Fusre lake bhanja or you can come in this month which is November and also you can come in April and May June it will be the perfect timing for trekking अहिले हामी फुस्रेमै छौँ फुस्रेबाट अब चाहिँ फुस्रेबाट चाहिँ काट्दैछ हामी सो ब्युटिफुल क्लिफ हाम्रो भेना चाहिँ ओभर एक्टिभ छ कि फेरि भेनाले देखाइदिइहाल्छ सबै चिन्छ जग्गाहरू वाट टेल मी that highest point there mountain that is our 75% of the journey oh got it only 75% only mama Rachela we are coming so थाकिसक्यो गरम पनि त्यस्तै हो अन्त म यसरी नहिँडेको त झुकझुक भएको थियो सकेन भारी बोकेर त सक्दैन रहेछ हौ हिँड्नु अम्बो मर्ने रहेछ त्यस्तो भारी पनि छैन हौ खासमा यो स्लिपिङ ब्याग र मेरो अलिकति लुगा तातो लुगा मात्रै हालेको अन्त पानी 1 बोतल हालेछ हामी सबैजनाले एक एकवटा त्यति हो अन्त अलिक पुग्न आँट्यो अहिले 2 बजिसक्यो हाम्रो 2 बज्नु 9 मिनट 2 बज्नु 9 मिनट still we are on the way and still हामी अब कति घन्टा हिँड्नुपर्छ more 3-4 hours 3-4 hours to go त्यहाँदेखि चाहिँ हामी बस्छ खान्छ म्यागी बोकिरहेको छ तातो म्यागी खानुहुन्छ वाउ
आलुदम पिरो छ मोमो पनि बोकेँ होइन चाची बोकेन मोमो मोमो बोकेन आमाले मोमो बोक बोक भनेको मैले के होस् नबोको पो खान्छ भनेपछि जङ्गलमा पुगेर सबैजनाले खान्छ यस्तो गोबर भेटाउँछ गोबर सेनिटाइजर गरिदिनु हात कस्तो भोक लाग्यो ब्यागहरू पल्टिन्छ है बेसी दिनमा नराख्नु कस्तो खाएको यो चाहिँ इस्कुसको मोमो हिजो भाइटिकामा बनाएको थियो राति कस्तो मिठो भयो हिजो बेलुका भन्दा मिठो भयो त भोकै लागेको छैन के भयो यस्तो कसरी यस्तो भयो म हिजो बेलुकादेखिको हिजो बेलुका मैले मोमै खाइनँ आलुदम पनि ल्याउनु प्लास्टिकै दिउँ मेरो ब्याट्री अरे स्पेस चाहिँ सक्नु रहेछ डिलिट गर्नु पर्छ टाउको दुख्यो कपाल त्यस्तो छ पुरा ल्याउनु अरू खानेकुराहरू आलुदम वाइ ल्याउनु वाइ वाइ मैले पितेको ब्यागमा छ भेनाला वाइ ल्याउनु पिते तेरो ब्याग यहाँ छ भारी बोक्नु हुन्छ एउटा मात्रै खाऊँ ल भयो अब प्लास्टिकमा थियो अघि चाहिँ बाटोमा आउँदा आउँदा यस्तो डरलाग्दो कसले हगेको त्यो कुकुरको त होइन होला कस्तो घिनलाग्दो गनाएको कि डल्लै गनाएको आउँदो यस्तो डरलाग्दो है त्यो कुकुरको उयो होइन हौ त्यो भालुको टट्टी हो भालुको त यत्रो आउँछ होला त अन्त दिप्नालाई खाँदैछ त्यही त मन नै पर्दैन मामा के भन्नुहुन्छ के भन्नुहुन्छ तपाईँ अचानक इम्प्रम्प्टु प्लान कहिले घर पुगौँ घर गएर के खाऊँ हामी रचेला पनि पुगेको छैन रचेलाको आधी बाटोमै छ केही खानु मन परेको छैन त कस्तो भोक लाग्यो मलाई चाहिँ साँच्चै भनेको यस्तो खाइदिन्छु कि ल एकछिनमा हेर्छु बाई यहाँ यस्तो डरलाग्दो बाटो छ यो अब यो चाहिँ खास बाटो अरे नि रचेलाको यस्तो बाटो चाहिँ भालु आइन्छ गयो यहीँ 3 बजिसक्यो कहिले पुग्न अझै 1-2 घन्टा भन्दैछ यस्तो छ बाटो जाडोले मर्नु भइसक्यो टाउको दुखिसक्यो भालु आइन्छ गयो त्यो बाटो चाहिँ दामी रहेछ मेरो दिदीले चाहिँ दिपिका माइलीले चाहिँ सबै दसैँको दिवालीको मिठाई उठाइबाट ल्याएछ तर पनि ठिकै छ मजा आयो खानु काम लाग्यो घरमा हो भने चाहिँ हामी खान्थेन किनभने यादै छ यसो तिहारहरूको बेलामा खानेकुरा पुरा हुन्छ अन्त खानै मन पर्दैन कस्तो दामी जग्गा देखेको नि त यो त गुफा जस्तो खालके थाक्यो कस्तो लाग्यो तपाईँको पनि यहाँ फर्स्ट टाइम होइन हाम्रो भेनाको चाहिँ सेकेन्ड टाइम होला अहिले हामी यो वाइल्ड लाइफ सेन्चुरीमा हिँड्दैछ है सिक्किमको है पाङ्गलाखा पुग्यो हामी यो दिस इज नट बेङ्गल नो अघि त बाटोमा गोरु बसिरहेको रहेछ कि हामीलाई जस्तो उभिरहेको रहेछ अन्त डर लागेर मेरो भाइले चाहिँ आई कन्ट्याक्ट गर्दै रहेछ त्यो के कराटे किटमा त्यो केटाले साँपसँग मिलाउँछ नि धेरै पनि त्यही टेक्निक सिकेको होला कि अन्त आई कन्ट्याक्ट पो गर्दै रहेछ गोरुसँग के को त्यहाँदेखि भेना देखाइदा नि है भेना ह गर्दै अयो ल मेरो अब ब्याट्री
राख्नुपर्छ स्विच अफ गर्दै अन गर्दै भिडियो गर्दैछु चिसोले ब्याट्री सक्छ भनेर अन्त हिँड्नु पनि उकालो आयो खुट्टा कामेर कस्तो भइसक्यो ल अहिले चाहिँ अब राखेको है बाई सी यू कस्तो रहेछ बाटो दामी रहेछ fantabulously fantastic रहेछ meticulously fantastic रहेछ पहिला त रचेला जाँदाखेरि पुरा मकै अदुवा खानु छ के खानु त भालु जग्गा बस्यो अरे छिटो आउनु एक्लै हुन्छ त्यो बिसाइ धन थाप्छ जा त अगाडि म गर्छु फ्ल्यास अफ गरिदिए आया छोड्दैन अब एकछिन अलिकति क्लिपमा थियो अम्बो क्या दामी देखेको है अम्बो ओपर दामी हो अम्बो ओपर दामी देख्यो नि हौ यो भिडियो त अम्बो यो सिनारी क्या दामी देख्यो बासै बास मैले उयो बोकिरहेको छु नि के भन्छ पावर ब्याङ्क छ क्यामेरामा त मेरो के भयो बिचोक गरिदियो नि क्यामेरा ए गोठालाहरू यहाँ पो रहेछ गोठालाहरू गाई चाहिँ गयो हाम्रो अगाडि गयो गाई चढ्नु गाई चढ्नु कता न चेन बिग्रेछ हावा यहाँ त्यस्तो डरलाग्दो हावा हुन्डी आउँछ कि यस्तो डरलाग्दो आम्मामा बाँसहरू त लेट्स गो यसमा चाहिँ हामीले पानी बोकिरहेछ मामाको चेन बिग्रियो अब एकछिन बनाएर त्यहाँदेखि चाहिँ हिँड्नुपर्छ यो बाटो फेरि ल वाउ कस्तो दामी जग्गा मन पर्यो मलाई पुरा तर कस्तो जाडो अब हुस्सी आउँदैछ म चाहिँ यहाँ टोपी लाउनु मन पर्यो कस्तो भइरहेछ कि बाटो बल्ल त्यो ओह्राल सक्यो नि त हौ आम्मा मामा है अब यो हामी ओह्राल जानु चाहिँ फेरि उकालो छ अरे डल्लै ब्याम्बु सेटम साइडमा कति मजाको देखेको है मेरो ग्रिन हो उहाँ सय है मेरो ग्रिन कलरको ज्याकेट अब ट्रेकिङको लुगाहरू अलिक किन्नुपर्ने रहेछ अहिले चाहिँ अलिक राम्रो बोल्नु थाल्यो मामाले मजा आएको जस्तो पाराले ओह्रालो भएर बिसाउँदै आउँदा पानी चाहिँ पुरा बोक्नुपर्छ किनभने यो जग्गामा चाहिँ आमा जेम्सको पानी पाउँदैन हो दिपुन न मेरो यो पानी एकछिन बोकिदिनु न कस्तो चिप्ल्यो अम्बो हाटिरहेको छ बट आई हेभ क्यारिड ग्लोभ्स एज वेल मेरो टाउको चाहिँ फुट्न आँट्यो चिसोले आइस भएको जस्तो भइसक्यो भोलि बिहान चाहिँ म्यागी खानुपर्छ होला हौ है उमालेर के बोकेको छ हामीले बिर्सेछ लसुन बोक्नै बिर्सेछ ओइ दिपी गएछु त मैले कस्तो दामी देख्यो बाटो वाउ दिपुला न मेरो पनि ब्लग के हो हैन आउनु त छिटो उ त मक्क सुत्नु थालेछ हाम्रो मामा हैन त्यो थाक्यो बढी
भारी भयो भनेर चाहिँ उसको घडी पनि खोलेको थिएछ हाम्रो भाइले चाहिँ उयो जरहरू बोक्नु लगाएर अयो हाम्रो भाइहरू माथि पुगिसक्यो जानुपर्छ अब रात परिसक्यो अम्बो जाडोले चाहिँ म यस्तो भइरहेछ हो रात परिसक्यो कहिले पुग्ने हो यस्तो जाडो छ कि मेरो टाउको देखेर मन आँट्यो कहाँ के अरे बिसाउने ठाउँ छ पुग्यो चाची जोत्छस् वा हामी पुग्यो अरे वा एउटा चेलो पुग्यो हामी डेस्टिनेसन